आज म तपाईँहरूलाई एउटा तितो यथार्थ बताउँछु है त। त्यो के हो भन्दाखेरिमा चाहिँ कुनै पनि सस्तो काम राम्रो हुँदैन र राम्रो काम चाहिँ सस्तो हुनै सक्दैन। किन भन्नु होला। अब मार्केटमा चाहिँ अब यो कन्स्ट्रक्सन लाइनमा पनि धेरै मान्छेहरूले चाहिँ सस्तोमा काम उठाइरहेका पनि छन्, महँगोमा काम उठाइरहेका पनि छन्। तपाईँहरूलाई नि लाग्दो मेरो घर किन महँगो बनिरहेको छ। एउटा निर्माण कम्पनीले एउटा कोटेसन दिएको हुन्छ, त्यो तपाईँले अरू कुनै कम्पनी अथवा अरू कुनै लोकल ठेकेदारहरूसँग चाहिँ कम्पेयर गरेर हेर्नुहुन्छ। अनि तपाईँहरूलाई चाहिँ तपाईँहरूको अब छरछिमेकमा भएका वरपर भएका ठेकेदार, चिनेको ठेकेदारहरूले चाहिँ ल होइन म त यतिमै बनाइदिन्छु, यत्रो महँगो पर्दैन भनेर चाहिँ तपाईँहरूलाई चाहिँ घर बनाउन चाहिँ कन्भिन्स गरिराखेको हुन्छ। अब त्यति बेला चाहिँ अब तपाईँहरूलाई अब सस्तोमा उही क्वालिटीको काम बन्छ भने त दिँदाखेरि तपाईँहरूलाई फाइदै भयो। तर अब एउटा कुनै निर्माण कम्पनीले तोकेको कुनै एउटा सामान हाल्दैमा तपाईँको घर चाहिँ त्यही क्वालिटीको बन्छ भन्ने चाहिँ त्यो भ्रम मात्र हो। तपाईँहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरिमा जस्तो तपाईँको कोटेसनमा आउँदाखेरि पञ्चकन्याको डन्डी नै हाल्ने, ठेकेदारले पनि हुन्छ म त्यही हालिदिन्छु भन्छ। तपाईँको सिरम सिमेन्ट हाल्ने, हुन्छ म पनि त्यही हालिदिन्छु भन्छ होइन। तपाईँको चाहिँ ए ग्रेडको सामानहरू प्रयोग गर्ने, हुन्छ म पनि ए ग्रेडकै सामानहरू प्रयोग गर्ने भन्ने हुन्छ। तर तपाईँहरूले के बुझ्न आवश्यक छ भन्दाखेरिमा सामान मात्र गुणस्तरीय अथवा ए ग्रेडको हालेर हुँदैन, त्यसको समीकरण पनि ए ग्रेडकै हुनुपर्छ। जस्तो तपाईँको 10 बोरा सिमेन्ट लाग्ने ठाउँमा 10 बोरै सिमेन्ट हाल्नुपर्छ। त्यो 10 बोरा लाग्ने ठाउँमा 12 बोरा हालेर पनि काम हुँदैन र 10 बोरा लाग्ने ठाउँमा 8 बोरा हालेर पनि काम हुँदैन। अब तपाईँको ठेकेदारले 80 लाखको काम चाहिँ 70 लाखमा अथवा 60 लाखमा गरिदिन्छु भन्दाखेरि छ त्यहाँनिर तपाईँको चाहिँ साइटमा चाहिँ तपाईँले चाहिँ खोजेको सामानको ब्रान्ड मात्र झरेर हुँदैन, त्यसको सही कम्पोजिसन, सही सम्मिश्रण चाहिँ हुनु आवश्यक चाहिँ हुन्छ। त्यो कारणले गर्दाखेरि त्यो कुरा बुझ्नु आवश्यक छ। त्यो कारणले गर्दाखेरि अब तपाईँहरूले चाहिँ अब 80 लाखमा बन्ने घर 70 लाखमा बनाउनु भयो भने त तपाईँलाई त फाइदै भयो। तर तपाईँहरूले चाहिँ भविष्यमा गएर चाहिँ कतिवटा दुःख पाउनुहुन्छ भन्ने कुराको चाहिँ ग्यारेन्टी कसैले पनि लिन सक्दैन। तर कुनै एउटा निर्माण कम्पनीसँग रजिस्टर भएर काम गरिरहेको एउटा टिमसँग, इन्जिनियर आर्किटेक्टहरूको टिमसँग काम गर्नुभयो भने तपाईँको गुणस्तरको जिम्मा चाहिँ उनीहरूले लिन्छ। अथवा हामीसँग काम गर्नुभयो भने हामीले चाहिँ गुणस्तरको जिम्मा चाहिँ लिन्छौँ। तपाईँको साइटमा चाहिँ 400 बोरा सिमेन्ट लाग्ने हो भने तपाईँको पनि 400 बोरा नै सिमेन्ट हामी प्रयोग गर्छौँ र त्यो 400 बोरा सिमेन्ट प्रयोग गर्दाखेरि तपाईँको घरमा चाहिँ अबको कति वर्षसम्म चाहिँ के समस्याहरू देखा पर्दैनन् भनेर हामी लिखित रूपमा लिन पनि सक्छौँ। त्यो कारणले गर्दाखेरि तपाईँहरूले चाहिँ यो कुराहरू चाहिँ बुझ्न आवश्यक छ। होइन भने तपाईँले अब 80 लाखमा अथवा 90 लाखमा बन्ने भनेर चाहिँ कोटेसन लिएर हिँडेको घर कुनै एउटा लोकल ठेकेदारले चाहिँ 70 लाखमा 60 लाखमा बनाइदिन्छु भन्नेको घर तपाईँले चाहिँ सस्तो देखेर 10-15 लाख चाहिँ ल सस्तो रहेछ भनेर घर बनाउने जिम्मा दिँदाखेरि चाहिँ तपाईँहरूको घर बनेको अर्को वर्षदेखि पानी चुइने, क्र्याक आउने, तपाईँको सिपेज हुने, तपाईँको चाहिँ प्लम्बिङको तपाईँको चाहिँ जोइन्ट्सहरूबाट चाहिँ तपाईँको चाहिँ पानी चुइने, छत चुइने यावत समस्याहरू देखिन जान्छ। तपाईँको घरको ढोका पसाङ्गिएर नलाग्नेदेखि तपाईँको घरको झ्यालको चाहिँ चुकुल फुक्लिनेसम्मको समस्या चाहिँ त्यसको ग्यारेन्टी चाहिँ कसले लिन्छ त, त्यो कुरा बुझ्न आवश्यक छ। त्यो कारणले गर्दाखेरि तपाईँहरूले अन्तिममा पनि के बुझ्नुहोस् भने राम्रो काम सस्तो हुनै सक्दैन र सस्तो काम राम्रो हुनै सक्दैन, यति कुरा चाहिँ तपाईँहरूले बुझ्न आवश्यक छ है त। अब त्यसै गरी तपाईँलाई अब निर्माण सम्बन्धीको जानकारीको लागि अथवा तपाईँलाई चाहिँ निर्माण गराउनु छ अथवा चाहिँ कन्सल्टेसन लिनु छ अथवा चाहिँ तपाईँलाई चाहिँ डिजाइन गराउनु छ भने हाम्रो अफिस कोटेश्वर काठमाडौँमा छ। आरम्भ ग्रुपलाई चाहिँ तपाईँहरूले विश्वास गरेर ढुक्क भएर हाम्रो अफिसमा चाहिँ आउँदा हुन्छ है त, अथवा फोन सम्पर्क पनि गर्न सक्नुहुन्छ।